अब सबै भनेको टाइममा त कहाँ हुन्छ हैन सेम दाजु यस्तो त कहाँ बान्नु खोल्नु हुँदैन यो बान्नु पर्ने यो त खोल्नु हुँदैन खै काकालाई लगाइदियो काकालाई हैन काकालाई यता यता लगाइदियो ल बान्दिहाल्नुस् लगाइदिएकै छैन मलाई काका उता गयो ओ काका यहाँ आउने यहाँ लगाइदिँदै न त्यो त मैले बेहुलालाई लगाइदिउ भनेको नि जकीको यति नै हो भरे आशा नगर्नु मलाई लगाऊ यहाँ बानी चाहिँ आउनुहोस् र बुबा धन्यवाद तपाईँ परमेश्वरलाई यो सबै कुराहरूमा तपाईँले सफल दिइसक्नु भएको छ तपाईँले आशिष दिइसक्नु भएको छ धन्यवाद हामी जतिजना अब यहाँबाट बुबा हामी जति जानेछौँ तपाईँको कृपा तपाईँको अनुग्रह तपाईँको प्रभु सुरक्षा रहेको मन आतिँदैछ तिमीसँग साट्न प्रेमको चिनो हृदयको ढुकढुकी त्यसै त्यसै बढ्दैछ रोकौँ म कसरी मन आतिँदैछ तिमीसँग साट्न प्रेमको चिनो हृदयको ढुकढुकी त्यसै त्यसै बढ्दैछ रोकौँ म कसरी हजार दिनको पर्खाइ तिमीसँग जिउनलाई जीवनभरको लागि तिमी मेरो सङ्गी तिमी मेरो सङ्गी जिन्दगी मेरो तिमीसँगै जिउनेछु जीवनभरि नै सुख दुःख दुवै समय हुनेछु म तिम्रो लागि तिमी मेरो सङ्गी आदरणीय विशेष गरिकन यस खडका परिवारसँग जोडिनु भएको जति पनि निम्तारूहरू हुनुहुन्छ साथै उहाँहरूको अभिभावक साथै अतिथिगण यहाँहरू सबैलाई आजको चेयरपर्सन म सन्तोष रामुदामुको तर्फबाट यहाँहरूलाई हार्दिक हार्दिक अभिवादन साथै जय मसीह
साथै नमस्कार टक्राउन चाहन्छु र विशेष गरिकन यहाँहरू सबैलाई यो जानकारी गराउन चाहन्छु कि आजको दिन यद्यपि तपाईँहरू सबैलाई थाहा छ कि यस घरमा एउटा शुभ विवाह सम्पन्न हुन गइरहेको छ र विशेष गरिकन आजको दिन तपाईँहरू जति पनि हाम्रो बेहुला तर्फबाट आउनुभएको जन्तीहरू हुनुहुन्छ यहाँहरू सबैलाई पनि अभिवादन गर्दै विशेष गरिकन हाम्रो आजको म्यारिज सर्मनमा अगाडि जानुभन्दा अघि हाम्रो एउटा इन्गेजमेन्ट सर्मन अगाडि बढाउनु परेकोले गर्दाखेरि हामी यतिखेर यो विवाहलाई अघि बढाउन साथै यसलाई एउटा असल तरिकाले सम्पन्न गराउन। नमस्कार। अनि आजको शुभ घडीमा हामी यहाँ भेला भएका छौँ र हाम्रो मङ्गनी आज नै अनि त्यस पछाडि विवाह भएको कारणले गर्दाखेरि हामी समयलाई बचती गर्दै देन आफ्टर द्याट हामी तुरन्तै दुलहा पक्षको जो पनि मध्यस्थ व्यक्ति हुनुहुन्छ उहाँलाई समय दिन्छौँ र मङ्गनी के हो भन्ने कुरो सानो उदाहरण मात्रै हामी हेर्छौँ जहाँ चाहिँ उत्पत्ति। मलाई बाइबलबाट दुईटा घटना याद आउँछ। याकुबको छोरी दिना एकदमै आदरणीय थियो। याकुबको 12 छोरा मध्येमा एउटै जन्मेको छोरी बाइबलले भन्छ दिना बडो आदरणीय थियो। अनि उनीहरू यात्रा गर्दै जाँदाखेरि हिब्बी जातिहरूको देशमा पुग्यो। अनि हिब्बी जातिहरूको देशमा त्यहाँको टाउकेको छोरा हमोर हिब्बीले चाहिँ दिनालाई चाहिँ मङ्गनी नगरिकन भ्रष्ट पारेको कारणले गर्दाखेरि त्यहाँ पछिबाट ठुलो खुन खराबा मचियो। अनि याकुबको छोराहरू दाजुहरू माइतीहरू जाइ लागेर हाम्रो बहिनीलाई किन भ्रष्ट पारिस भनेर उनीहरूले सहनै सकेन। यद्यपि हिब्बी जातिले बडो राम्रो खालको मेलमिलाप त्यहाँ देखिँदैन। अर्को घटना चाहिँ दाउदको घरमा छ। अनि दाउदको छोराले चाहिँ एउटा आफ्नो झड्केली बहिनी उहाँहरूको कल्चरमा त्यो चल्थ्यो। अनि कतिवटा कल्चरमा चल्छ आफ्नो झड्केली बहिनीमाथि हात हाल्यो। बहिनीले भन्छ होइन तपाईँले मेरो बाबुसित हात माग्नुहोस्, मेरो दाजुसित हात माग्नुहोस्। तर त्यसो गरेन। आवेशमा आएर चाहिँ के गर्छ भनेदेखिलाई अमन भन्ने व्यक्तिले तामार भन्ने आफ्नो बहिनीलाई झड्केली बहिनीलाई एकदमै भ्रष्ट पार्छ। 5 तारिक 10 बजे तपाईँहरू आइपुग्नुपर्छ भनेर तपाईँहरूले अनुमति दिनुभएको थियो। र यसरी हामी आउँदै गर्दाखेरि कारणवश अलिकति ढिलो भएको महसुस चाहिँ मलाई पनि लागिरहेको छ। तर अहिलेको एउटा नयाँ कार्यक्रमहरू साथीहरूले थालनी गरेको छ र कतिचोटि बाटोमा पनि एउटा मजबुतीको साथमा उहाँहरूले है स्न्याप गर्ने एउटा केही कार्यक्रमहरू राखेको कारणले गर्दाखेरि अनि बाटो पनि अलिकति समस्याको कारणले गर्दाखेरि हामी कारणवश अलिकति ढिलो हुन आइपुग्यौँ। तर पनि तपाईँहरूले अवश्य पनि क्षमा गर्नुभएको छ अनि क्षमा गर्नु नै हुनेछ। र अब यो कार्यक्रमलाई जुन यहाँनिर हामीले अगाडि एउटा सौगात राखेका छौँ, यो विशेष गरिकन हामीले आज लावा लस्करको साथमा अनि हाम्रो दुलहालाई यसरी तपाईँहरूको घर आँगनमा लिएर आएका छौँ। र यो आइपुग्यौँ भन्ने एउटा यो दस्तुर एउटा नियमलाई हामीले राख्न गइरहेका छौँ। हजुरहरूले यसलाई स्वीकार दिनुहुन्छ भन्ने म नम्र निवेदन गर्न चाहन्छु। विशेष गरिकन छोरी त माग्न आउनु भएको, तर यहाँ छोरी पो छैन त, टेबल चौकी मात्रै छ। अब जसले मन पराएको उहाँले खोजेर ल्याउन्। हाम्रोमा अहिले 1.5 दर्जन छ। अब हामी त चिन्दैन, तपाईँ चिन्नुहुन्छ ल। अब तपाईँले चिनेर ल्याउनु पर्यो र मात्रै हामी साबित हुन्छ, सार्वजनिक हुन्छ फलानाले फलानी चाहिँ लाने नै रहेछ पक्का। जानुहोस् अनि सालीहरूको धुलाई खाएर आउनु जाँदा हुन्छ। के
भेटन भेटन के गर्ने ल जाउँ माथि डाइनिङतिर बसिरहेको ए देखाउनु हुँदैन खासमा त खोज्नु अब यस्तो इजी त दिँदैन के खोज गरेर नि हुन्छ तल छ ओइ रुम खोलेको छ सायद हुन सक्छ खोलिहेर्नु यस्तो खोज्नु नपर्नु पो यता जाऊ दिदी ल खोल्नु न तपाईँ नि गर्नुस् न हातमा तानेर ल्याउनु भनेको छ भाइ पक्रेर ल्याउनुपर्छ ज्वाइँलाई चिनाउन पर्ने भएको कारणले गर्दाखेरि विशेष आजको दिनमा यो चिनारीको निम्ति चाहिँ म सुरुवात गर्न लागिरहेका छौँ अनि विशेष यस घरको जुन छोरीको बाबु नभए तापनि आमा हुनुहुन्छ र आमालाई चिनाउनको निम्ति जुन छोरीले आफ्नो ज्वाइँलाई चिनाउने छ आजको दिनमा अनि आफन्त अरू साइनो सम्बन्धी पर्नेहरू सबैलाई पाउनुहुन्छ नै यो त अस्तिदेखि भइसकेको कुरा अनि यसमा यो सबै इसाई विवाहको करारमा अथवा बाइबलको विवाहको करारमा प्रवेश गर्दै जाने आजको यो समय हो
र अहिले हामीले पढ्दै थियौँ यशाया 62 को 4 र 5 मा परमेश्वरले आफ्नो जातिहरूलाई भन्नुहुन्छ तँ त्यागिए कि कहिल्यै नै छैनस्, तेरो देश फेरि उजाड हुने छैन, तँलाई चाहिँ हेप्जिबा भन्ने छ। हेप्जिबा भनेको तँसँग म प्रसन्न छु। जो जतिले प्रभुलाई ग्रहण गर्नुभयो, प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुभयो अनि परमेश्वरसित नाता मिलाउनु भयो, तपाईको जीवनसित परमेश्वर खुसी हुनुहुन्छ। तपाईलाई परमेश्वरले हेप्जिबा भन्नुहुन्छ, तँसँग म प्रसन्न छु भनेर भन्नुहुन्छ। अनि जोसित परमेश्वर प्रसन्न हुनुहुन्छ, परमेश्वरले उसको लागि भलाइ काम गर्नुहुन्छ, हरदम उसको लागि उहाँले असल कुरा गरिदिनुहुन्छ। अब तेरो देश चाहिँ बिउला अथवा विवाहिता, पहिला त्यागिएकी थिइस्, विधवा जस्तो थिइस्, टुराटुरी जस्तो थिइस्, तेरो जीवनको आशा थिएन। बाइबलमा वास्तवमा भनिएको छ, वास्तवमा मान्छे एक्लो रहनु असल छैन। मान्छेलाई चाहिँ त्यसकारण परमेश्वरले जोडा ल्याइदिनु भयो। आदमको शरीरबाट परमेश्वरले हावालाई बनाउनु भयो। एक्लो रहन असल छैन, यानि कि एक्लो व्यक्तिको कति त अस्तित्व हुँदैन। घरको परिचय त्यति बेला हुन्छ जब मान्छे वैवाहिक जीवनमा प्रवेश गर्दछ, त्यति बेला उसको चिनारी हुँदछ, समाजमा उठक बैठक हुँदछ। त परमेश्वरको वचनले भन्दछ अब तँ चाहिँ विवाहित हुनेछस्, त्यागिएको व्यक्ति जस्तो होइन, विवाहिता जस्तो हुनेछस्। तँसित म अत्यन्त प्रसन्न छु, तेरो देश विवाहित हुनेछ। तँ मात्र होइन, प्रभुलाई विश्वास गर्दाखेरि हामीले मात्रै उद्धार पाउँदैनौँ, हाम्रो रोग मात्रै जाति हुँदैन, हामी मात्रै राम्रो हुँदैनौँ, हाम्रो सम्पूर्ण खेती बाली नाली नोकरी पेसा हाम्रो सम्बन्धित जति पनि कुराहरू छ राम्रो हुँदै जान्छ, जोहरू विगतमा भएको थिएन। अनि हामी धेरैले करारमा प्रवेश गर्दाखेरि हामीले अनुभव गरेका छौँ, हाम्रो हरेक क्षेत्र सुध्रेर गएको छ। यो परमेश्वरले गर्नुभएको वादा हो। तँ मसित फर्केर आउँछस् भनेदेखिलाई तँ चाहिँ के हुन्छस्, तँसित म प्रसन्न हुन्छु अनि तँ चाहिँ को हुन्छस्, मेरा विवाहिता जस्ता हुन्छस्। किनकि जसरी जवान मानिसले एउटी कन्यालाई विवाह गर्छ, त्यसरी नै तेरा छोराले तँलाई विवाह गर्नेछ। अनि जसरी दुल्हा र दुलहीको कारणले हर्षित हुन्छ, त्यसरी नै तेरा परमेश्वर तेरो कारणले हर्षित हुनुहुनेछ। आमेन। एक्चुअली भनौँ भनेदेखिलाई विवाह चाहिँ नि कन्ट्र्याक्ट होइन, कभनेन्ट हो। कतिले चाहिँ कन्ट्र्याक्ट सम्झिन्छ। कन्ट्र्याक्टमा हामीले मान्छेलाई काममा लगाउँछौँ, उसले कबोल गरेको उसको रुपियाँ पैसा हामी उसलाई दिन्छौँ, ऊ हाम्रोबाट गइहाल्छ टाढो। त्यहाँदेखि उसले हामी उसित मतलब राख्दैनौँ अनि उसले पैसा पायो, तपाईँले काम पाउनुभयो। अनि विवाह चाहिँ त्यस्तो होइन। छुटाउँछ भनेदेखिलाई मृत्युले मात्रै छुटाउनु सक्छ, मृत्युदेखि बाहेक कुनै पनि कुरोले छुटाउनु मिल्दैन। क्षेत्रीलाई आफ्नो वैवाहिक पत्नी भनी स्वीकार गर्नुहुन्छ र यस पवित्र बन्धनमा रहिरहन स्वीकार गर्नुहुन्छ। अलिक जोडले, बाहिर त हल्ला निकै सुनिन्छ, के हो? के तपाईँले यिनलाई निरोगी वा रोगी अवस्थामा, सुखमा वा दुःखमा, अभावमा वा प्रशस्ततामा सबै कुरोलाई बिर्सेर मृत्युले तपाईँ दुवैलाई नछुट्याएसम्म माया प्यार वास्ता सान्त्वना र आदर दिइरहनु हुनेछ? ओके। अब स्त्रीलाई उहाँलाई प्रतीक्षालाई, ल प्रतीक्षा, के तपाईँ यस पुरुष यानि कि विनोद राईलाई आफ्नो वैवाहिक पति भनिकन स्वीकार गर्नुहुन्छ? यस पवित्र बन्धनमा रहिरहन स्वीकार गर्नुहुन्छ? के तपाईले यिनलाई निरोगी वा रोगी अवस्थामा, सुखमा वा दुःखमा, अभावमा वा प्रशस्ततामा सबै कुरालाई बिर्सेर मृत्युले तपाईँ दुवैलाई नछुट्याएसम्म माया प्यार वास्ता र सान्त्वना र आदर दिइरहनु हुनेछ?
एक्लो रहन असल थिएन यसैले उहाँले जोडी बनाउनु आज फेरि पनि अप्रिल 5 तारिक 2023 हाम्रो मण्डलीको छोरी प्रतीक्षा छेत्री हाम्रो हिमालयन ब्याप्टिस्ट चर्च डाँडा गाउँ विनोदसित विवाह बन्धनमा परेकी छे अनि हामी विश्वास गर्छौँ गएका दिनहरूमा जसै यस घर परिवारमा यी छोरी एउटा ज्योति बनेर मार्गदर्शक बनेर र निरन्तर मण्डलीलाई तन मन धन र जीवनले सहायता गरेर घरलाई उज्यालो पारेर र गाउँ घरलाई नै आशिष पुर्याएर बसोबासो गरिरहेका थिए। हाम्रो शुभेच्छा छ, हाम्रो प्रार्थना छ आउँदा दिनहरूमा त्यो घरलाई सुन्दर बनाउनेछ, त्यो मण्डलीलाई एउटा आशिषको कारण तुल्याउनेछ। हाम्रोबाट भन्नु यही छ, परमेश्वरले तोक्नु भएको सुरुको करारका वचन फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीलाई बसमा पार्दै अधिकार गर्दै यो परिवार अब उसो प्रभुको राज्यलाई लिएर अघि बढ्नेछ। हाम्रो शुभेच्छा र प्रार्थना यही छ उनीहरूको निम्ति। सबैजनालाई जय मसीह। आज 5 अप्रिल 2023 को दिन परमेश्वरले तोक्नु भएको दिन बहिनी प्रतीक्षा र जोय विनोदको बिचमा जुन धर्मगुरु पास्टर बाउ जति पनि अभिभावकहरू र सबै इष्टमित्र यहाँहरूको उपस्थितिमा जुन करार बाँधिएको छ अनि विशेष गरिकन हिब्रू 13 को 4 ले भने अनुसार विवाह चाहिँ सबैको अगाडि आदरणीय होस् भनेर त्यो वचन मुताबिक दुईजनाको बिचमा बाँधिएको करार छ र उहाँहरूलाई विशेष गरिकन हामी दुई दाजुभाउजू र सम्पूर्ण परिवारको तर्फबाट बधाई अनि शुभकामना दिन चाहन्छौँ र धेर साह्रै हाम्रो ब्लेसिङ्सलाई उहाँहरूको जीवनमा बोल्न चाहन्छौँ। जसरी उहाँहरूको जीवनमा आज है धर्मगुरुहरूको सामने परमेश्वरको उपस्थितिमा बाँधिएको छ यो करार र उनीहरूको जीवनमा एकदमै फल्दै फुल्दै वृद्धि हुँदै गएको होस्। उहाँहरूको जीवनबाट साँच्चै नै एउटा आशिषित परिवार है अझै बढ्दै गएको होस्। उहाँहरूको मण्डलीमा उहाँहरू जुन समाजमा जुन चाहिँ परिवारमा जुन चाहिँ देशमा सबैसँग जोडिएको छ उहाँहरू सबैलाई उहाँहरूको जुनबाट ब्लेसिङ्स मिलेको होस् र उहाँहरूलाई धेरै धेरै शुभकामना र आशिषसहित जेमसी सबैजनालाई। अनि आजको जुन हाम्रो विवाह पवित्र विवाह हुन गए अनि धेरै असल प्रकारले हुन सके परमेश्वरलाई धन्यवाद भएको होस्। अनि सबैजनाको प्रार्थनाको उत्तर आज असल दिन पनि हुन सके है अनि परमेश्वरलाई महिमा भएको होस्। र आज मेरो नन्द है विवाह भएर गइरहनु भएको छ अनि जसरी म विगत वर्षहरूमा त्यसरी विवाह भएर यस घरमा आएँ अनि त्यसरी नै मेरो जीवन जसरी धेरै कुराहरूमा मैले आशिष पाइरहेको छु अनि धेरै कुरा सिकिरहेको छु अनि त्यही म अपेक्षा गर्छु बहिनीको जीवनमा पनि कि परमेश्वरले आज उनलाई त्यही स्ट्रेन्थ दिएको होस् अनि त्यही कुराहरूमा आशिष दिएको होस् है। अनि उत्पत्ति 1 को 22 ले पनि यो कुरा भन्छ, आज फल्दो फुल्दो हुनको लागि आशिष दिनको लागि परमेश्वरले आज हामीलाई जोडा दिनुभएको छ। अनि उपदेशक 4 को 11 अनुसार 3 सुत्लाले बाँधेको सम्बन्ध हुन सकेको दुवै दाम्पत्य जीवन मिठो मसिनो जस्तो पनि बोली वचनदेखि लिएर खानपिन अनि मात्र नभएर हामीलाई तपाईँहरूले छोरी पनि सुम्पिनु भएको छ। अबको दिनहरूमा सायदै मलाई लाग्छ म अनि हाम्रो जति पनि मण्डलीको बुबा आमाहरू हुनुहुन्छ सायदै हामी पनि जसरी तपाईँहरूले माया दिनुभएको छ, प्रेम दिनुभएको छ, रोकाउनु भएको छ, राख्नु भएको छ, एकसँग राख्नुभयो अनि हामी पनि सही प्रकारले उहाँलाई निर्देशन गर्ने, उहाँलाई माया गर्ने अनि आत्मिकी ज्ञान जीवित प्रभु परमेश्वर हामी तपाईँलाई धन्यवाद दिन्छौँ अनि परमप्रभु आज तपाईँको लोकहरूको प्रभु प्रार्थनाको उत्तरमा तपाईँले आज यो सठिक मौसम दिनुभयो। सबै कुरोमा प्रभु तपाईँले अनुग्रह गर्नुभयो। सो कुरोको लागि प्रभु हामी तपाईँलाई धन्यवाद नदिकन सक्दैनौँ।
सबै परम उदार चित्तले सघाउने हात तन मन धन र जीवन आफ्नो बुवाको घर छाडी तिमी आफ्नो घर बनाउन आज जाँदैछौ जसरी सजायौ यो घरलाई त्यसरी त्यो घरलाई पनि सजाउँदै जाऊ ईश्वरको वरदान हो यो जीवन एक्लो रहन असल छैन विवाहले अर्थ राख्छ जीवनमा यो त खेला खेले झै होइन लाखौं हजारौंमा एक छौ अँध्यारोमा बलिरहन्छौ ईश्वरको रचना तिमी अनमोल छौ लाखौं हजारौंमा एक छौ अँध्यारोमा बलिरहन्छौ ईश्वरको रचना तिमी अनमोल छौ दुलाही पनि सजिएकी छौ दुलाही पनि सजिएकी छौ बुवाको घर छाडी तिमी आफ्नो घर बनाउन आज जाँदैछौ जसरी सजायौ यो घरलाई त्यसरी त्यो घरलाई पनि सजाउँदै जाऊ हे ईश्वर कामना गर्छौं हामी अदनमा चाहिँ दिन्छौं दुल्हालाई दुलही स्वर्गीय प्रेम र मिला आशिष अनुग्रह सधैँ रहोस् दुईमा खराबीबाट जोगाइदिनु हो घटिन होइन बढ्न दिनु होस् यो जोडीबाट महिमा लिनु होस् छुट्टिन होइन एक साथ राख्नु होस् तपाईलाई मन पर्ने घर यो विवाह म हाँसु या रुम म बाँच्छु या मरु तिम्रै हुँ सारा संसारमा छ पाए तिमीलाई आज तिम्रै हुँ तिमीलाई भेटाइदिनु भो मलाई माया गर्नलाई तिमीलाई जुटाइदिनु भो मलाई जीवन बाँड्नलाई म हाँसु या रोम म बाँच्छु या मरु म तिम्रै हुँ
तिम्रो वास्ता गरिरहन्छु तिमी प्रतिका मेरा ती बाछाहरू म पुरा गर्नेछु तिमीलाई साथ दिइरहन्छु आफूलाई झै प्रेम गरिरहन्छु मृत्युले नै अलग नगरेसम्म तिमीसँगै हिँड्नेछु आदम कहाँ प्रभु तपाईँले पहिलो गरिदिने अनि एउटा परिवार स्थापना गर्ने प्रभु तपाईँ हुनुहुन्छ धन्यवाद जो कृतज्ञताको भेट प्रभु छोरा विनोदले जसरी प्रभु तपाईँलाई प्रदान गरिरहेको छ हामी धन्यवाद दिन्छौँ यो दिनलाई आशिषको रूपमा हामीलाई दिनुभयो माफ गरिदेऊ मलाई मसिद्ध त छैन तिमीले चाहे जस्तो सबै गर्न सक्दिन तर तिमीलाई नै गर्छु असाध्य माया म हाँसु या रोऊ म बाँच्छु या मरु म तिम्रै हुँ तिम्रै हुँ आज विनोद दाजुको है शुभ बिहा है भइरहेछ त आज पार्श्वको है तपाईँ हुनुहुन्छ है त के भन्नु चाहनुहुन्छ विशेष तपाईँलाई धन्यवाद छ विशेष गरेर आज हाम्रो अप्पर याङगाङ हिमालयन ब्याप्टिस्ट चर्च मण्डलीका कर्मठ एक सदस्य हाम्रो भाइ विनोद जसको शुभ विवाह भएको छ र आजको यो उहाँको शुभ विवाहको जुन चाहिँ वेडिङ रिसेप्सन पार्टीमा विशेष म हाम्रो सम्पूर्ण राङगाङ याङगाङ क्षेत्र स्तरीय समिति हाम्रो इसाई समिति साथसाथमा हाम्रो सम्पूर्ण इसाई हाम्रो दाजुभाइ मण्डली परिवार अनि हाम्रो सेवक झुन्डको तर्फबाट भाइ विनोदलाई हाम्रो सम्पूर्ण मण्डली हाम्रो समिति हाम्रो सम्पूर्ण सेवकगणहरूको तर्फबाट एकदमै हार्दिक बधाई भन्न चाहन्छु अनि उहाँको शुभ विवाह आजको अति नै असल र एकदमै सुचारू रूपमा सम्पन्न हुन सकेको छ अनि विशेष गरेर आजको यो शुभ विवाह कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूलाई उहाँको शुभचिन्तकहरूलाई म मेरो तर्फबाट हार्दिक बधाई अनि धन्यवाद व्यक्त गर्न चाहन्छु ईश्वरको सेवा गरिरहनु मेरो पहिलो इच्छा र अन्तिम चाहना
राखियो बन्धनमा बाँधिरहनेछु राखियो बन्धनमा बाँधिरहनेछु सधैँ साथ रहनेछु दुःखमा सुखमा सधैँ साथ रहनेछु ईश्वरको प्रेमको साक्षी बन्नेछु मेरो अन्तिम श्वाससम्मै साथ दिनेछु अन्तिम श्वाससम्मै साथ दिनेछु ईश्वरीय योजना पूरा गर्नेछु ईश्वरीय योजना पूरा गर्नेछु भनिन्छ संसारको सबैभन्दा सुन्दर सम्बन्धहरूमध्ये उच्च अनि पवित्र सम्बन्ध विवाहको सम्बन्ध यानि पति पत्नीको सम्बन्ध र आज हाम्रो अति प्रिय भाइ विनोद अनि बुहारी प्रतीक्षाको यो शुभ विवाहमा यसरी आएर उहाँलाई बधाई तथा शुभकामना दिने अवसर मिल्यो धेरै खुसी लागेको छ ईश्वरले उहाँलाई धेरै धेरै आशिष दिउन् अनि सधैँ खुसी बसुन् भन्ने कामना दिन चाहन्छु अनि तपाईहरू पनि खुसी रहनुहोला धन्यवाद हुन्छ म परमेश्वरलाई धन्यवाद दिन्छु अनि मेरो नाम विनय राई हो म यहाँकै पास्टर हो र मण्डलीकै भाइको विवाह यसरी आज असल प्रकारले सम्पन्न हुन सक्यो र एकदमै आशिषमय विवाह हुन सक्यो म परमेश्वरलाई धन्यवाद दिन्छु र यसरी आजको दिनमा साँच्चै यो विवाह सफल हुन सकेको छ र हरेक इष्टमित्रहरू यसरी आइकन यो विवाहको शोभालाई असल प्रकारले बढाउन सकेको छ र सबै कुराहरू राम्रै भएको भान भएको छ र उहाँ नै म परमेश्वरलाई धन्यवाद दिन्छु र वैवाहिक जीवनलाई पनि परमेश्वरले धेरै आशिष दिएका हुन् र उहाँहरूको जीवन सफल भएर गएको हुन् अनि म यही भन्न चाहन्छु र धेरै धेरै धन्यवाद हुन्छ मेरो जुन हौ तिमी निराशमा मेरो आशाको किरण तिमी जिन्दगीको नदी जीवनको सुन्दर कथा सँगै मिली मेरो प्यार